एकजना लेडी चाहिँ एकल लेडी रहेछन्, अघि पछि कोही पनि नै, अनि घरमा पनि एक्लै सुनसान। त्यो लेडीलाई चाहिँ एकदम एक्लो जीवन एकदम बोरिङ भएछ, अनि घर पनि सुनसान। ती लेडीको मनमा विचार आएछ, म चाहिँ एउटा पट्टु किन्छु, मतलब सुगा किन्छु, सुगा किनेर लिएर आउँछु घरमा। सुगा लिएर आएपछि सुगा बोल्ला होइन, रमाइलो हुन्छ, मिठो मिठो भन्ला, पट्टु पट्टु भन्ला, एबिसिडी भन्ला, कख गग भन्ला, अलिक बोल्ला। घर अलिक पन्छी कराएपछि त अलिक माहौल प्रकृति अलिक शानदार हुन्छ नि त, खिल्छ। अनि ती लेडी चाहिँ अर्को बिहान चाहिँ त्यो नारायणघाटको पुलचोक यतापट्टि छ नि तपाईँको त्यो पेट्रोल पम्पको त्यो पूर्वतिर अहिले त होटेल बन्यो होइन ठुलो, त्यहाँ चाहिँ पहिला चराचुरुङ्गी बेच्थ्यो क्या। अनि त्यहाँ चाहिँ एउटा पसलमा गइसिन् र अनि त्यसपछि त्यहाँ पसलेलाई भन्छन्, साउजी मलाई चाहिँ एउटा राम्रो प्रजातिको चाहिँ पट्टु दिनु पऱ्यो, पट्टु चाहिँ लिएर गएर राख्छु, म चाहिँ एक्लै छु घरमा, घर सुनसान छ, चरा कराएपछि अथवा बोलेपछि पट्टु पट्टु भनेपछि घर रमाइलो होला, अलिक कोही त छ भन्ने बोल्ला होइन, अलिक राम्रो होला भनेर चाहिँ अनि लिएर जान पर्ने भयो भन्दा। अनि साउजीले हुन्छ भनेर चाहिँ पट्टु छान्न लाउनु भएछ क्या। पट्टु छान्दा छान्दै अर्को ग्राहक आएर चाहिँ साउजीलाई भुलाइदिनु भएछ क्या, बोल्नु भएछ। अनि यताउता साउजी चाहिँ यताउता गर्दा गर्दै त्यो पट्टुको बारेमा हुनेर अर्को काम गर्न लाग्नुभएछ, अर्को सामान बेच्न लाग्नुभएछ होइन। अनि त्यसपछि चाहिँ अनि ती लेडीले 15 मिनट, आधा घन्टा, 1 घन्टा, 2 घन्टा त्यतिकै टाइम वेस्ट गरिदिने वेट गरेर, तर तिनले चाहिँ त्यो पट्टु पाइने। अनि झ्याउ लागेको छ त्यो लेडीले, त्यहाँबाट सर्वाक्क उठेर चाहिँ अर्को गल्लीमा छिरिन् क्या, अगाडिपट्टि छिरेर चाहिँ अर्को पसलमा गएर साउजी मलाई चाहिँ एउटा पट्टु चाहियो, म घरमा एक्लै छु, घरमा पट्टु लिएर गएर पट्टु बोल्ला होइन, मिठो मिठो भन्ला, एबिसिडी पढ्ला, घर अलिक रमाइलो हुन्छ नि त, चराचुरुङ्गी बोलेपछि घर सुनसान बसाएर नै एउटा पट्टु दिनु भनेर भन्छ। अनि त्यसपछि हुन्छ भन्दा चाहिँ ती साउजीले चाहिँ एउटा राम्रो उन्नत जातको पट्टु चाहिँ ल्याएर ती लेडीलाई दिनुभएछ। अनि त्यसपछि ती लेडीले पट्टु लिएर गएर घर राखिछन्। अनि त्यसपछि घरमा लिएर गएको, अनि त्यसपछि पट्टु चाहिँ बोलेन छ। अर्को बिहान ती लेडी चाहिँ गइसिन् त्यहाँ त्यो साउजीकोमा, साउजी यो पट्टु त बोल्दैन त भनेर, अनि त्यो पट्टु त बोलेन भनेर भनेछन्। अनि त्यसपछि किन बोलेन त, अनि साउजीको दिमागमा आएछ यो पिजडामा बस्ने पन्छी हो, यसलाई चाहिँ पिजडा लिएर जानुहोस्, त्यसमा चाहिँ राखिदिनुहोस्, अनि त्यसपछि बोल्छ। अनि हुन्छ भनेर त्यो लेडीले चाहिँ पिजडा लिएर गइसिन् घरमा। अनि त्यसपछि पिजडाभित्र पट्टुलाई हाल्दैछन्, सुगालाई हाल्दैछन्। अनि त्यसपछि पट्टु पट्टु भन्दा अनि बोलेन छ पट्टु। अनि त्यसपछि दिउँसभरि पट्टु पट्टु भन्दा बोलेन छ। अनि फेरि लेडी चाहिँ रिटर्न गइसिन् र अनि अर्को दिन गएर चाहिँ कम्प्लेन गरेछन्, यो पिजडा लिएर जाँदा पनि बोलेन त। अनि त्यसपछि पसलले भन्नुभएछ, सुगाको जात पिजडा मात्रै बस्दैन, एउटा झुला लिनुपर्छ, झुला पिङभित्र लगाइदिनुहोस्, पिङ खेल्छ बोल्छ भनेर भन्नुहुन्छ। अनि त्यसपछि हुन्छ भनेर चाहिँ लेडीले फेरि पिङभित्र त्यो पिङ चाहिँ लिएर गएछ क्या, पिजडाभित्र पिङ हाल्दैछ। अनि त्यसपछि पिजडामा पिङ हालेर अनि झुल्न लगाएछ। अब पट्टु भन्दा फेरि पनि बोल्दैन, अब के गर्ने त भनेर अनि फेरि अर्को दिन चाहिँ पिजडा र पिङ लैसक्यो, अझै पट्टु भनेर कम्प्लेन गरेछ। अनि साउजीले भन्नुभयो त्यही पनि बोलेन। अनि त्यसपछि अब के गर्ने त भनेर अनि साउजीले दिमाग लगाउँछ। अनि साउजीले भन्नुभएछ एउटा सिँढी लिएर जानुपर्छ, सिँढी, पन्छीको जात, सुगाको जात तलमाथि गर्छ अनि बोल्छ भनेर भनेछ। अनि त्यसपछि अनि हुन्छ भन्नुहुन्छ। अनि त्यसपछि चाहिँ लेडीले चाहिँ त्यो पिँजडाभित्र चाहिँ एउटा सिँढी पनि लिएर गएछ क्या, त्यो पिँजडाको लागि एउटा सिँढी लिएर गएछ भित्र है। अनि त्यसपछि सिँढी लगाइदिएछ। अनि सिँढी लगाइदिएपछि पट्टु भन्दा नि बोलेन छ, मिठो भन्दा नि बोल्दैन छ। अनि त्यसपछि अर्को दिन चाहिँ पट्टु नै मरेछ क्या, पट्टु नै मरेछ। अनि त्यो जुन केटी भन्दा लेडी जुन हुन्थ्यो नि, लेडी चाहिँ एकदम रिसाएछ क्या। अनि लेडी चाहिँ रिसाएछ र अनि त्यसपछि त्यो पिँजडाभित्रको झुला, अनि त्यसपछि सिँढी अनि पट्टु नै लिएर गएर त्यो व्यापारीको अगाडि थेचारिदिएछ क्या। अनि त्यसपछि सुगा मऱ्यो भनेर भन्छ।
अनि त्यसपछि सुगा मऱ्यो, कसरी मऱ्यो, बोल्दै बोलेन, केही नि बोलेन भनेर भन्छ। अनि लेडीले भनेछ बोल्यो, के बोल्यो भनेर चाहिँ साउजीले सोध्नुहुन्छ। जहाँबाट तपाईँले ल्याउनुहुन्छ यो झुला, अनि त्यसपछि यो सिँढी, अनि यो जुन पिँजडा, त्यो पसलमा खानेकुरा छ कि छैन भनेर चाहिँ सोधेर मऱ्यो। त्यही भएर आफ्नो हिसाबले व्यापार होइन क्या, ग्राहकलाई के चाहिन्छ समयमा ठ्याक्क निकालेर दिनुपर्छ, अनि व्यापार बल्ल बिजनेस हुन्छ। धन्यवाद।